Hello guys, guys, welcome back to our YouTube channel. अनि आज चाहिँ हाम्रो के गेम हुँदैछ भने अर्को यसमा चाहिँ हाम्रो फुडको नाम छ अनि यहाँ चाहिँ हाम्रो बाइट कति बाइटमा सकाउने भन्ने हुन्छ अनि हाम्रो चाहिँ पनिशमेन्ट पनि छ पानीमा डिप हाल्ने अनि जति बाइट छ यहाँ त्यतिमा चाहिँ हामीले खाइसक्नु पर्यो अनि हामीसँग चाहिँ यहाँ चिप्स छ अनि डोनट अनि यहाँ पपाया जुन चाहिँ देखिरहेको छैन छुप्नु भएको छ उहाँ बिस्किट छ अनि हामीसँग स्यान्डविच पनि 4 स्लाइस छ अनि प्लस ब्रोकोली छ सो हेर्दै गर्नु होला स्टार्ट टिम फर्स्ट फुड हो फुडको तान्नु त एउटा नहेरी गरेर तान्ने ल ल भगवान यो 3 बाइ त्यो यो चाहिँ बाइट सरी मैले यहाँ 3 बाइट पाएँ ल अब जे आउँछ त्यो 3 बाइटमा खान्छ यो चलाइसकेको चाहिँ हामी साइडमा फालिदिन्छौँ होइन नाच्न छ्या स्यान्डविच ब्रो है 3 बाइटमा स्यान्डविच हैन यो पुरै हैन एक स्लाइस मात्रै हो हैन पनिशमेन्टको लागि म रेडी छु सक्सिस जय हनुमान ज्ञान गुण सागर जानु पाएन नि फेरि टिसी उठि ल्याउनु होइन खै सक्छ कि 3 बाइटमा 2 बाइटमै सक्छ जस्तो छ 2 बाइटमै सक्छ जस्तो छ सकिहाल्यो नि पनिशमेन्ट होइन यो गाइस स्यान्डविचमा 1 बाइट पर्यो भने चाहिँ कुकुरले नपाएको दुःख पायो गयो हामीले चाहिँ सुरुमा चाहिँ त्यो पिठोमा डिप गर्ने थियो जुन चाहिँ हामीसँग पिठो एभाइलेबल थिएन छ भनेर आएको तर रहेन थियो अनि त्यसपछि अप्सन नभएपछि पानीमै ल अब चाहिँ उसको टाउने ए वान खाइसक्ने मात्रै हो चाहिँ बिस्किट्स उतारेर ए सरी टु बाइट कतिवटा एउटा यो त 1 बाइटमै सकिहाल्छ नि लो है लो गाइस खाने मैले 2 बाइट चाहिँ मजाले खान सकिन्छ होइन पानी त कहाँ खान पाइन्छ त नि अहिले पाइँदैन भेरी ब्याड गाइस सरी के ए त जय हनुमान ज्ञान गुण पपाया चाहिँ नआओस् है चिप्समा चाहिँ हामीले हार्दैन किनभने यसमा चाहिँ अनलिमिटेड छ क्या एक बाइट मात्रै खान पाएँ मैले चिप्स खाएँ नि एउटा मात्रै खानु पर्यो पानी खानु पाइन्छ होला नि त अब त अब मैले जतिवटा खाएँ पनि 1 बाइटमा चाहिँ सकाउनु पर्यो सानो सानो लिनुपर्छ 5वटा भन्दा धेरै टिप्नु पर्यो 5वटा भन्दा धेरै कहाँ एउटा खायो भने त्यो त मैले एउटा भनेकै छैन त्यो भन्दा धेरै खान सक्छौ तर 5वटा भन्दा कम्ती हुनु भएन 6वटा गरौँ न त ओके गाइस एउटा धनु भएन नि
दाँतमा अड्केर कस्तो गाह्रो भयो यहाँ। अब जस्तो खायो ए भगवान् पपाया त होइन है, चिप्सै रहेछ। 1 बाइट 3 बाइट 3 बाइट आमा देखाउनु नि पर्छ ल अगाडि बाइटको चाहिँ। आज कसैले नि यो खाँदैन जस्तो 6 वटा छ यहाँ। मेरो स्वर चाहिँ रिकभर भएको छैन ल गाइजहरु। मेरो टर्न है। फेरि निकाल्न गइराछेस? ए हैन, तेरो 1 बाइट मात्रै हो के? लिने चाहिँ छोटै हो, तर तिमीले चाहिँ 3 बाइट गरेर खाँदै नि भयो के तैले। 3 पेटी लिँदै बसेर त नि कुरो खानेकुरो निकाल्दै खाँदैछस् रे। सरी गाइजहरु, हामीले अघि गेमको रुल्स अगाडि राम्रोसँग भनेको छैन, त्यही भएर। जय हनुमान ज्ञान गुण गी। मिठाई परोस्, धेरै नै परोस्। 3 बाइट बाइटको चाहिँ किन तानेको? यहाँ राख्न बाइटको। लु त बाइटको राख्छ। हामी चाहिँ यो के भन्छ एउटै खालको कचौडा भएर कन्फ्युज हुँदै के पो हो यो त? चिप्स, फेरि चिप्स। चिप्स आयो 3 बाइट। 3 बाइट भन्दा बिस्तारै माथि घाउ गयो जस्तो छ यार मेरो त। 1 बाइटमा सकाउँछ बिस्किट त यत्रो 1 बाइटमै सकाउँछ गरिरहेको थिएँ। सकाएन नि? अहिले त्यहाँ 1 पिस मात्रै थियो नि त, धेरै भएको भए गाह्रो हुन्थ्यो। पानी खानु पनि मिल्ने खाएको हुनु पर्यो नि त नि। होइन पानी त कहाँ खानु मिल्छ, च्यालेन्ज भएन नि त। कस्तो घाउ भयो त्यसो छ माथि, कस्तो क्रन्ची टाइपको कडक साउन्ड। डोनर चाहिँ आउँदैन कि यहाँ। तेरो पालोमा आइहाल्छ कि। जिजस क्राइस्ट, कहाँ झऱ्यो? एउटा झऱ्यो। हाम्रो उयो थोरै सब्जी आयो त डोमे बाइट त। स्यान्डविच कति बाइट्समा आउँछ? ए भगवान्, बिस पनिसमेन्ट चाहिँ नपाउँछ है मैले। यो भएन। कस्तो यो भएन? वाट इज मिन बाइ यो भएन? सरी तेरे गयो गाइज। आई एम सो ह्याप्पी। आई एम रेडी। यहाँ चाहिँ हाम्रो पानी छ ल गाइजहरु, यहाँ चाहिँ पानी हो। देखाउँदाखेरि फेरि पोखिला, त्यही भएर सिधै डिप हानिदिन्छु। रेला नगरे यताइजी यताइजी रेला होइन है, रेला होइन। गर्नु पर्यो छिटो छिटो नै। बुझ्ने कुरा केही पनि राखेन। यो गयो बेस पानी में छप्ल्याक छप्ल्याक। तिम्रो पाली पनि आउँछ पक्का। कुन चाहिँ खाने हो? तान्न। ए एउटा जुन भए पनि यो चाहिँ खानेकुरा हो जस्तो लाग्यो। तान्न त्यो है यो बाइट हो, यो बाइटै हो। पहिला खानेकुरा के हो? कस्तो डिप हुँदा रहेछ यार। वान होस् वान बाइट। मैं गया खाले जिले पिले। अरे पनि त्यो सानो भयो, त्यो पपाया सानो भयो। झर्दै झर्दै
अहिले प्लिज धेरै नकाट्नु पनिसमेन्ट मिल्छिस् एकछिन है पुरै एकैचोटि त यति लामै ए 1 बाइट नि यता खानु मिल्दैन नि फेरि यो मुखमा त खानु पायो 1 बाइट नै हुँदैन यस्तो हुँदैन केटी यस्तो यस्तो तानेर अनि बाहिर निकाल्दा पनि नपाइने त मुखभित्र यता यता कोचाएर त खान त पाइन्छ तर मेरो मुखमा यो अट्दैन सिरियसली न खोइ पानी तसम क्या तितो रुमल ल्याउनु पर्छ खिच्यौ ल यति खाइसक्यो होइन भएन भिडियो नै छ हुन्छ भएन यति भएन मजाले यो चाहिँ के हो खाने पिने खाने पिने हो गई मेकअप गरेको झन् राम्रो मेकअप के गर्यो र त्यो हल्का कन्सिलर लगाएर कस्तो हाँसुटेको के हो हे भगवान 3 बाइटमा पनि गाह्रै छ केटी प्लिज मलाई साथ दे ल 3 बाइट हो सक्छ यार मलाई हैन यो के भन्छ पनिसमेन्ट गर्नलाई पनि त्यस्तो साह्रो दुःख चाहिँ लागेको छैन म चाहिँ भइरहेछ खाली पिल्ले चिली ढिङगिडिङ 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 ट्रान्सफर गरिदिउँ पहिला तेरो त हेर्नु पर्यो नि त सक्छ यो 1 बाइटमा छिटो न नास ओके कुन हो खानेको यही हो यो के हो अघि यो बटुकाको यसमा कलरमा याद गर्नु पर्यो नि पपाया पपाया त्यो अघि खानु नपाए है 1 2 2 बाइट सक्छिस् 2 ल सक्छिस् हामी त सक्दिनँ अफ कोर्स सक्दिनँ आज कलेज भएन त बा त्यो लाइब्रेरीमा बसिरहेको थिएँ अनि यतापट्टि चाहिँ त्यो दाइहरू लुडो खेल्दै देखेँ अनि दाइले जिते एकजना दाइले जितेछ अर्को चाहिँ गाउँ अर्को घुम्गा त्यसो गरेर अनि ठ्याक्कै यस्तो फर्केर हेरिरहेको थियो अनि त्यो दाइले पनि मलाई हेरेँ कि कस्तो मलाई त बेच्छ भइदिन गाइस तपाईँहरूले मलाई लाग्छ यत्रो 1 बाइटमा जान्छ अभियसली जाँदैन पनिसमेन्ट प्लिज म्याम चस्मा उतारी आफै जित गर्दा नि हुन्छ ल हल्का गसिसक्छ नि त अनि ल यहाँसम्म चाहिँ भिजेको हुनु पर्यो नि फेरि त्यहाँसम्म त अनि यहाँसम्म ल भयो भयो टिस्यु या टावल टिस्यु नै होला जे होस् पुरै भिजिने भयो लुगा चाहिँ इट्स ओके सरी राम्रै राम्रै देख्दै गएको छ यो ल फ्रुट्स ए भगवान बिस्कुट आयो बिस्कुट के 3 बाइट ए सकिन्छ यार 3 बाइटमा त यार ए बिस्किट हैन सरी कस्तो बिस्किट हैन बिस्किट यो हो के धुनो र सफातिर
भोलि पनि रुम फफा तर म उता हेरिरहेको छु नि त अगाडि हेरिरहेको छैन नि त चिप्स गेडा जस्तो जिन्दगी बाइट 1 बाइट के हो चिप्स है न ब्रोकाउली चाहिँ आउँदैन भने मलाई कस्तो खानु मन लागेको थियो खानु त सबै मन लागिरहेको छ नि आउँदैन 4 5 आयो पपाया 3 होस् 3 प्लिज वान ए 3 बाइट त ठ्याक्कै भनेर त्यो बाइट त खासै धेरै छैन जस्तो लाग्यो हा ना इंसाफी हुआ मेरे साथ झन्डै निस्केको I love you. बिस्कुट यो मैले खानु मिल्छ हेरौँ है खाँदा चिज सिरियसली 3 बाइट मजाले खान्छु 3 बाइटमा त खोइ यो पार्ट चाहिँ त्यही छ त मतलब चाहिँ बाजारे पनि खानै सक्दैन पनिसमेन्ट मजा आयो मेरो बारे हो अनि कस्तो छ दुईटा आयो कस्तो नखोलेको छ बिस्किट ए यो त मजाले तार्छ 1 बाइट पनि त कहाँ सकिन्छ त नि 2 बाइट आयो सकिहाल्यो ए 1 बाइट यो त के हो त्यस्तै हो त्यस्तो क्रिम बाहिर भएको तैँले त्यसरी बनाएर खान्छ अझै पिरो नि चाहिने सुक्खा भयो अझै पिरो नि चाहिने गाइजहरू पिरो चाहिँ केही पनि छैन क्या फेरि हामीसँग सुरुमा यो मान्छेले के भन्छ रातो खोर्सानी पनिसमेन्ट भोलि मलाई उयो गाह्रो भयो नि तँलाई मात्रै गाह्रो हुन्छ मलाई मात्रै हुँदैन तिमीलाई पनि हुँदैन अफकोर्स के भयो त नि थोरै थोरै त भिडियो बनाउने मान्छेले झेल्न सक्नुपर्छ म्याकुरी
जय हनुमान ज्ञान गुण डोनर चाहिँ नआएछ त्यही हो किन त्यो त त्यसलाई त पपाया 3 बाइटै भए पनि सक्दैन त्यो त ए घोलेन त वन बाइट मलाई चाहिँ पपाया चाहिँ 1 बाइट मात्रै आउँछ साथीहरू याद गरेका सक्दैन म त डी पार्निहाल्छु यति माथि गर्छ टिस्यु राख्दिनु सरी ल बिराम भाइ वै पनि अनुहार डिप गर्नु परेको छ कति थोरै दिएको त नि टिस्यु त नि यस्तै हो गाइजहरू पपाया यत्रो यत्रो यसो नै यत्रो यत्रो पपायालाई होइन सरी के आयो डोनट खै 3 बाइटमा सक्छु म आएसम्म 2 बाइट गया भैंस पानी में छबला सक्दिनँ हाल्दोमै पानीले मजाले डुबाऊ है अड्क्यो के छिटो छ्या रेला नगर है छिटो झन्डै पपायामाथि घोप्टाइले सरी ओहो टिस्यु पिकअप बिस्किट देख्नु भएको छ देखेन ए यो थोरै छ कि के हो भाइटको थोरै रहेछ ब्रोकौली त कसैले आएकै छैन अन्त हो न 2 बाइट ए जी मलाई खासमा बिस्किट त्यस्तो साह्रो खानु मन थिएन तै पनि खुवायो के खानु मन थियो Please give me the water. Water to you. फेरि डुनट पर्नु सक्दैन सक्छ मलाई डुनट खानु मन छ सक्दिनँ मन छ ब्रो आदि पार्नु भन्दाखेरि अघि के भने थिइस् मैले यसलाई अघि आदि आदि पारेर ल्याउँ भनेको सजिलो हुन्छ भनेको एकै बाइटमा खाइहाल्छ नि सरी सरी अबदेखि म कहिले भनिरह गइस पानी मछली गई पानी में छपक छपक
ब्रोकोली आयो अब चाहिँ फेरि फोल्ड गरेर राख्नु पर्ला है यो त्यति के भन्नु यो के अरे नम्बर्सको चाहिँ गर्नु पर्ला त्यति तिमीपट्टिको फोल्ड गरेर यता हालिदिनु 1 बाइट ब्रोकोली ए सबै त होइन नि त ब्रोकोली त सक्छ यार 3टा बनाएको थियो अघि है डन्डी पनि खानु पर्यो होला नि त आमा यो चिप्स चिप्स त इजी भयो क्या यसो पनिसमेन्ट पनि पाउँदैन यार अन्त त्यो निकालौँ ब्रोकोली नै होला कि फेरि अलिकति स्यान्डविच हो कि स्यान्डविच हो पक्का कति बाइटमा भन्ने कुरामा भर पर्छ अब 1 3 ओ प्लिज यो त सकिहाल्यो नि कति थोरै लगाइदिएको क्रिम पनि दिनु पर्ने यार हो भने यो चाहिँ यता राखिदिन्छु ल खाइसक्यो वाइ कृपया चिजको बारेमा जान्नु छ भने इन्स्टा र युट्युब फेसबुकमा मेसेज गर्नु होला के भयो दुख्यो माथि टाँसेर 1 महिनामै 6 किलो कसरी बढ्छ भनेर सोचे होला यस्ता पनि प्लिज गिभ द वाटर के हो 2 बाइटमै सगाइदिस् त अनि गाह्रो हुन्छ 3 बाइट भन्दै थिएँ 2 बाइटमै सगाइदिनु प्लिज गिभ द वाटर कति लामो भयो मैले भन्दिनँ युट्युबमा त ठिकै हुनु झऱ्यो पनि यत्रो ठुलो झरेको भए लु झऱ्यो 1 बाइट त तेरो झऱ्यो भन्नु यत्रो एक टुक्रा खासा धेरै चाहिँ छैन 3टा त रहेछ अब हाम्रो चाहिँ सक्ने बेला भयो है गाइसहरू अब स्यान्डविच आयो फेरि यतिका 3 बाइट होस् है कि 2 बाइट होस् 2 बाइट सक्छु म हाम्रो चाहिँ अब खानेकुराहरू धेरै छैन 2 बाइट त्यस्तो साह्रो धेरै छैन अब चिटहरू पनि हामीसँग 2-2वटा मात्रै छ त्यसपछि चाहिँ हेर्दै गर्नु होला के अरे स्यान्डविचले के माथि मुखमा हालेपछि त माथि टाँसेर बस्ने के ब्रेड माथितिर माथि चिप्केर बस्ने अनि अर्को चाहिँ मुनिपट्टि अनि सासै फेर्नु नसक्ने अगाइसक्यो गाइस मलाई कतिको दुःख गरेर खाँदैछ त्यो मैले देखेँ
अब यो दुईटा पपायालाई ब्रोकौलीमा एउटा हुनुपर्छ। यत्तिकै दुवै ब्रोकौली नै हुनसक्छ, ब्रोकौली आएकै छैन। ब्रोकौली one bite। यो चाहिँ त्यस्तो साह्रो इजी चाहिँ छैन होइन गाइजहरू, 1 बाइटमा चाहिँ। यो त दुईटा मात्रै लिँदा नि हुँदो रहेछ, लास्टै ठुलो रहेछ। छिर्नु पर्यो नि हौ म्याकुरी। लगायो नुन सुद्धा छैन कि यसमा, अब म के भन्नु के। कैसा लगा प्लिज। के भयो? कस्तो बढी गरायो है त्यसले त। ब्रोकौली नै हो यो त। 0 बाइट पनि लेख्नु भयो, 0 बाइट पनि लेख्नु पर्ने हो कि डोमै। नखाइकन हेरेर बस्नु। लगायो डिपमा चाहिँ पनिसमेन्ट मात्रै। 2 बाइट। यसमा त ठुलै खाए पनि सक्छ। 3टा होइन न सबैभन्दा। कस्तो नुन नलागेको भएर पमिटो जस्तो हुने क्या ब्रोकौली। पिसाउँछु मैले। 1 बाइट। अघिबाट ब्रोकौली खान मन लाग्यो भनिरहेको थियो। यही हो म्याडमको ब्रोकौली। तीन बाइट लियो जस्तो लागिरहेको थियो। 3 बाइट लियो तैँले। सो गाइस हाम्रो चाहिँ चिट पनि सकिसकेको छ होइन, चिट पनि सक्यो। खानेकुरा चाहिँ निकै छ है, चिप्स छ, खानेकुरा चाहिँ ब्रोकौली बाँकी नै छ, पपाया अझै 2टा बाँकी नै छ होइन, अनि बिस्किट नै छ, चिप्सहरू छ, डोनट उसको भइहाल्यो। त्यति चाहिँ हाम्रो धेरै प्राय चाहिँ सक्यो, खुसी लाग्यो। अब चाहिँ हामी इन्डिङ गर्न गइरहेको छौँ। सो अब अर्को भिडियो आउनुसम्म पर्खिनु होला। यति भन्दै हामी चाहिँ बिदा लिन्छौँ। बाई बाई।